हेलो सेवा नमस्ते। हामी चाहिँ कालिम्पोङ भगवतीतिर लागेको है यो गर्मीमा गर्मी छल्नको लागि। यस्तो सुकुटे बिचहरूतिर खेलेर आएपछि यहाँ हेर्नुहोस् न कस्तो राम्रो ठाउँ पुग्यो। बाटोमा यतातिर गाडीको मान्छेलाई हामीले रोकिदिनु न फोटो खिचौँ भनेको रोकिनै दिनु भएन। लास्टमा त पुग्दैछ पुग्नु आँटेको बेलामा चाहिँ हाम्रो यहाँनिर गाडीलाई नतानेर है गाडी नतानेर सबैजना झऱ्यो। म मात्र थिएँ गाडीमा। यस्तो डर लाग्यो। बसन्ती लीलाहरू सबैजना झऱ्यो, दिपुहरू सबैजना। अन्त तेस्रो चौथोचोटिको प्रयासमा बल्ल मलाई एकदम डर लाग्नुको कारण चाहिँ यो अगाडिको दसैँको बेलामा चाहिँ चन्द्रगिरीको त्यो डाँडामा चाहिँ डक्टरको फ्यामिली यसरी ब्याक हुने क्रममा क्रास भएर सबै बितेको थियो नि। हो त्यो सम्झेर चाहिँ झन् डर लागेको थियो कि यो भित्र एकदम डर लागिरहेको थियो। हैट धन्न बाँचियो। अनि त्यसपछि यहाँ लीला र बसन्ती चाहिँ फोटो सेसन सुरु गरिहाल्यो। हामी चाहिँ एकछिन सास फेर्दैछौँ। त्यस पछाडि एकछिन हामी रमाए पछाडि चाहिँ हामी पुग्छौँ कुरीतिर। कुरी बजारमा आजको बास हाम्रो यो चाहिँ हो कुरी बजार। हेर्नुहोस् त कस्तो राम्रो घरहरू छ। आजको दिन हामी यहीँ बास बस्ने हो। यहाँ बास बस्ने 4 बज्न लाग्यो क्या अरे। हामी यहाँ पुगेपछि ल कुरीमा पुगेपछि होटेलमा हाम्रो सामानहरू राखेर हामी चाहिँ एकछिन त्यो अगाडिको डाँडातिर फोटो सेसन भिडियोग्राफीहरू गर्नलाई आएको छौँ है। ल हाम्रो साथी निर्मलाले चाहिँ बबाल रमाइलो गर्दैछ है। दिपुले चाहिँ पालपाली दिदीको मिलेन अरे। हाम्रो यो ड्रेस चाहिँ चन्द्रको हाम्रो साथी चन्द्रको बेबी सावरमा हामीले बनाएको है। कहाँ लगाएर फटाम भयो। हामीले यहाँ पनि लाउँदैछौँ। अब कहाँ लगाएर फटाइन्छ जस्ताको तस्तै छ। अझै नयाँ नै छ। हेर हाम्रो नक्कल। हाम्रो रमाइलो हेर्दै गर्नु। भोलि बिहान फेरि कालिम्पोङ भगवतीको दर्शन पनि गराउँछौँ साथीहरूलाई पर्खिँदै गर्नु है। जोडा यो ककसको हो। अहिले चाहिँ साँझको 7:20 भएछ। कुरीमा चाहिँ यत्तिको छ है। हामी यहाँको गाडी, हामी बसेको होटेल यता माथिबाट डान्स चढेर फेरि यता आउँछ है हाम्रो साथीभाइहरूको डान्स।
बज्यो 5 बजे जाने भनेको हाइकिङ गर्दै कालिम्पोङ भगवती तर यस्तो भयो मौसम चाहिँ त्यही भएर सबजना यसरी जाँदैछ कालिम्पोङ गुड मर्निङ हामी कालिम्पोङ भगवतीको लागि हिँडेको बिहान यस्तो फग्गी छ मौसम आफै खै ल अनि ल्याएन आउन तिमीले जानु भएको छैन ठिक छ मैले यत्रो बाक्लो लाँदा पनि फेरि ठिकै छ खुल्यो खुल्यो यस्तो दामी देख्छ नि यतातिर खुलेपछि बाफ्रे यस्तो सम्म हिमाल भनेको अनि माथि गएर त स्टेप स्टेप तल तल यतातिर त्यहाँ तल तल देख्छ सिरिजबाट पनि त्यस्तै देख्छ नि त्यही भएर चढ्नु मन लाग्छ हो जहिले म सिरिजमा जाँदै गरेको देख्छु पुगेको छ होइन बाटो छ त हौ यता त गाडी जाने बाटो कि के हो अघि बाइकहरू गइरहेको थियो भाइलाई भिडियो दियो होइन सबै एडिट गरेर अनि त्यसपछि तिमी जानु हाल न त्यो चाहिँ गर्छु गइरहेछ नि हिँड्नुको मजा छुट्टै हो कि अनि हिँड्नुको मजा त यहाँ त मान्छे होइन त्यो त के लिएर आउँछ हाम्रो अर्को दुइटा भाइलाई ऊ हिँडेर जाने बाटो यही हो अघिकोले क्लोज अपमा हामी जाँदा त मलाई पनि भिरदेखि चाहिँ कसलाई डर लाग्दैन होला त्यही भएर त सिरिजमा चढ्नै सक्दैन जाऊ अगाडि विस गरेको कालिम्पोङ भगवती छुनु हुँदैन भन्छ यो के छ त लेक लाग्छ झन् ल्याएर हामी त उसित यतैबाट चढेको थियौँ त है सिधै माथि अच्छा के घुमाइदियो यो एकैछिनमा फुवा फ्याउ हुने तर एकैछिनमा माथि त तल अलिक बेर भ्यू हेर्दै भएर कति मजा हुन्थ्यो नि सिनेमेटिक छ नि भाइ त्यहाँ पैसा तिर्छ मामाले खिच्दाखेरि बिचको खबर गरिदेऊ त्यहाँबाट खुट्टा छिरे पनि उस छिर्दैन जान छिर्दैन अम्बो हामी यहाँ मुनिबाट आएको यहाँ तलबाट पुरी बजार यस्तो राम्रो अनि यहाँ माथि छ कालिम्पोङ भगवती माताको मन्दिर है मौसमले चाहिँ अब यहाँ पूजा गर्दा गर्दा फेरि खुल्छ ल आइपुग्यो अब कुर्नुपर्छ कालिम्पोङ भगवती माता ल उयो हो पहिला हामी आउँदा त मेला थियो मेला कालिम्पोङ भगवती ल एक राउन्ड लाउने आएर पूजा गर्ने यता होला नि त के हो यता पनि छ क्या यस्तो छ
गरिसक्यो अघि दिपेन्द्र थापाले गर्दैछ है अनि दुलही 32 लक्षले भरिपूर्ण दुलही उताबाट आयो अब जाँदा चाहिँ यस्तो ओह्रालो छ है पुरै अर्को साइडबाट आएको पहिला हामी आउँदा त्यतैबाट आएको थियौँ यतैबाट फर्किथ्यौँ ठाडो ओह्रालो छ चक्क परेको के कुहिरो लागेको छ र पो त अझै कुहिरो लाग्यो अघिको कुरीहरू त सबै न बाबु भाइ हाम्रो त्यताबाट ल कहाँ केमा केबल कारबाटै ल्याउने हो त्यही त केबल कारबाटै हो ल्याउने चाहिँ ए बरै खोल्न थाल्यो नि त यता साइड यो केबल कारबाटै ल्याएको इँटाहरू सबै घर बनाउनलाई काठहरू हो र थियो ए केबल कारबाटै ल्याउने निर्माण सामग्रीहरू केबल कारबाटै केबल कारको त छुट्टै सामान बोक्ने भाँडोबाट ए ए गुठी रहेछ राम्रो खाले हेर न बन्दा बन्दै कस्तो फिनिसिङ त्यहाँ दामी फिनिसिङ हेर न त्यहाँ डाइरेक्ट नत्र त होइन र हुन्छ नि त सुरुमा त खतरा ए आव न आव यो पहिरो कहिले हो दिदी यसमा नि हो तपाईँहरूको घर यो अनि तपाईँहरू कसरी बस्नुभयो त ए पसल गर्नु मात्र आउनुहुन्छ राति गएको हो पहिरो दिदी आमा धन्न रुखहरू रहेछ है तल मान्छेलाई त केही भएन नि हजुर त्यसपछि मन्दिरबाट झरेपछि त एकैचोटि थुक्पा सुक्पा खाएर चेकआउट गरेर गाडी चढेर है हिँडी पो हालेछौँ हामी त अनि यो बाटोको जङ्गलहरू यस्तो राम्रो लागेको थियो म यता आएर मात्र भिडियो बनाउन थालेँ अनि भिडियो बनाउँदा बनाउँदै त मजा आउँदै थियो हाम्रो गाडी चाहिँ फस्यो ल हेर्नुहोस् थुक्पा थुक्पा निकाल त थुक्पा अनि अगाडि नै आउँछ त गाडी कालिन्छ कुरी कुरी कुरीबाट आएको कुरी ल लिला भनेको आयो हुन त लिला डाँडैमा बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली बजार